हेलो वेलकम। आज मेरो नौलो भिडियोमा आउनु होला। आज कति दिनपछि मैले भ्लग लगाएको छु। मेरो हात ठिक हुँदै आएछ। हातमा स्टिल भएको कारणले चाहिँ तपाईँहरूमा हात यस्तो नसकेर चाहिँ यस्तो भिडियो सिडियो नहुने काले पनि भइएछ। एउटा तरिनी हेर्दै भयो नि सबै रोमान्टिक गरिनुपर्छ। रमाइलो समाइलो घुम्नु फेर गर्नु पाइनन्। घरको अवस्थाले गर्दा अब कमजोरी मन हामीले रहनु पुग्नु। बाइक चढ्नु मन लाग्छ। चढ्नु रहर थिएन। के गर्नु, केही सोच पुरा हुँदैन। ठिकै छन्, चित्त दुखाएको छैनन्, भात खानु पाएकै छन्, हग्न पाएकै छन्। अनि अरूमा के हो र बन्छ जिन्दगी। यही छ जिन्दगी। घुम खाए गोठालो कुदो होइन। पढे डक्टर पनि थियो। ल तिमी राम्रो सुहान्थ्यो। के चलिरहेछन् आजभोलि। कोही सुती मल हेर्दैछन्, कोही यहाँ हामी गोठालो गरेछन्, मच्छन् होइन जिन्दगीमा। मलाई चाहिँ कुन्छेले चुप्पा खाइदिए ठिक हुन्थ्यो। मच्छेले चुप्पा सुँगुर जस्तो मोटाइएछ। मगर क्यों कहिले काहीँ मोटाउनु पर्छ। उमेर पनि बुढो भएर हो कि मोटाएको। के गर्नु, यस्तै हो। गाईचो सबैका जोडी हुन्छन्। आफ्ना चाहिँ यहाँ बाख्राको जोडी खोज्दै दिन जाने हो। होइन केही छैन। हामी यहाँ लखर डुल्दै मगनी हो भन्नु मिलेन। मगनी छैनन्, कोही पनि छैनन् गाउँघरमा। सबै हिँडिसकेन्। कौन है ये लोग? पानीमा आजभोलि कुरो गर्ने, कुरो टिप्ने, हातमा जिन्दगी सर्काउने होइन। के गर्नु, बेलुका भएपछि चुप्पा खाएपछि झ्याप भइदिन्छ। क्या बात है सर, क्या बात है सर। खबर कमेन्ट गर्नु होला। सक्छ कहाँबाट हेर्नु भएको छ भनिहाल्नु होला। राम्रो मान्छेहरूले हेऱ्यो भने लाइक पनि गरिहाल्नु है। त्यहाँ खक्क पाएर होइन। गरिमा फेरि म यस्तो छु नि, जाडोमा सेन्टी भेस्ट लाउने हो। अनि गरिमा फेरि बाक्लो हालिदिने कि म खत्तम छु क्या मान्छे। जाडोमा फेरि सेन्टी भेस्ट लाएर पुरा कुदिने हो होइन। गरिमा फेरि यति पातलो लगाइदिन्छ। गरिमा फेरि मच्छरको डरले नि फेरि त्यति साह्रो चिल्लाउँछ यहाँ मच्छरले। अरू जिन्दगी अरू कसैले ठुङ्गे छैन। मच्छरले चाहिँ मलाई जिन्दगी रक्तदान गरेर मान लाग्यो। खोला पनि छङछङ बजिरहेको छन्। गाई बस्तु चरिरहेछन्। यता म गफिडाले गफ लगाइरहेको छु तपाईँहरूलाई। के गर्ने यस्तै हो होइन। अब गाउँघरका यस्तै हो। कहिलेकाहीँ हावापानी छुन्छन्, अरूलाई हावापानीले सुकाउँछन्, मलाई चाहिँ फुलाइदिएछन्। त्यति खुसी लाग्छन्। गाउँमा आएको त्यही फाइदा। काठमाडौँ गएको 2 किला झर्थ्यो होला बिहानी काम गर्दाखेरि। के गर्ने यस्तै हो। फुलहरू फुलेछन्। कुरो टिपो बस्यो। कुरो पनि यस्तो हुन्छन् हाम्रो गाउँघरतिर। के गर्नु, गाला पनि लागेर पुक्क भइयो। अलिकति समस्या आँखाको छ। त्यसलाई यसो मिसिनले यसो तन्काएपछि हुन्छ अरे। डक्टरले भने खुसी खबर सुनेछ। खुसीको खबर सुने नि। के गर्नु, हात्ती छैन गोजीभरि। के गर्नु, अब विदेश जानलाई इन्टरभ्यूमा सोधेको थिएँ। म्याम ताकाले जिउँदो हात्ती बोक्नु सक्छस् भनिदिएको थिएँ। मैले त सक्दिनँ भनिदिएको। साला फेल भएर आइएछ। अन्तिममा त कागजको नोट बोक्नु पर्ने रहेछ। म लास्टै बोँदै हो क्या। तपाईँहरूलाई केही भन्नु नसके पनि म देखाउनु चाहिँ सक्दिनँ होइन। त्यति साह्रो राम्रो चाहिँ छैन। यस ल पनि ठाउँ थियो क्या हाम्रो ठाउँ। कसैले देख्दैन यस्तो राम्रो ठाउँ छ नि। यता हेर्नु, यता रुखको पछाडि बसेर कुरा गर्नु मजै हुन्छ नि। उता मस्की हेरेर छ। केटाकेटी पनि भाइ हुन्, भर पैसा छन्। कुन दिन भाइहरूले उडाउँदैछन्। दाइहरू चाहिँ हेर जीवन निकालो बस्छ जिन्दगी। के गर्नु हो यस्तो। अनि यता खोला पनि बजिरहेको छङछङी। उता तरुनीहरू आयो। त्यसो आँखा लाउनु पनि के गर्नु मिल्दैन है। आँखा सुताइदिनु जान्छ। के गर्नु यस्तो। हाम्रोतिर त गर्मी छ नि। तपाईँहरूको गाउँतिर चिसो छ कि तातो छ नि भनिहाल्नु है। कमेन्ट गरेर ट्याक्क पारेर। अलिकति कालो पनि भइएछ। त्यता गोरै हुने चिज पाएछ भने कमेन्ट लेखिदिनु है। गोरै हुने गरी एउटा चिज भनेर लेखिदिनु त टक्क पारेर। के हो अरूलाई सोध्यो भने त गोबर दल निको गोरो हुन्छ भन्छ। साँच्ची नै गोबर दलेको त्यसकालाई चाया परेर खबर गरी कपाल छाडो बनाउँदैछ है। गोबरले सिल्लो बनाउँदैछ। अनि हाम्रोतिर के देखाउनु तपाईँहरूलाई। अब मेरै बोली काफी छ भन्नु मिलेन। म कलाकार पनि होइन। कलाकार पनि होइन। म सिङ्गर पनि होइन। म भने खाने सुत्ने मात्रै मान्छे हो। अनि माछा मासु खाइएछन्, बसिएछन्। दसैँ कस्तो मनाउनु भयो कमेन्ट गरिदिनु होला। दसैँमा सुँगुर खाएको है। सुँगुरको मासु चपाएको। आमा
त्यो फिलाको फोटो मैले भिडियो हालिदिएको छु हेर्नु सर्टमा टक्क यहाँ फिला राखेर क्या मान्छेहरूले नराम्रो सोच्छ होला तर फिला हो है फेरि खुट्टाको फिला फेरि अरूले के सोचिरहेको तेरो त के देखाएको भन्दा देखाएको चाहिँ नरिसाउनु होला हेर्दै जानु होला होइन अरू पनि मिनी यस्तो दामी भिडियो बनाउनु चाहन्छु के गर्नु आइफोन भएर बनाउनु हुन्थ्यो यो टोक्रोहरू बाउको फोन छ त्यो पनि चलेकै छ जोस् हाम्रो त्यो त हावापानी खत्तम छ गर्मीमा गर्मी हुन्छन् अब म यस्ता छन् कालो ड्रेस लगाएको छु के गर्नु त्यो नजर नलागोस् भनेर लाएर हिँडेको के गर्नु गाउँघर यत्तिकै ठिक छन् हल्लिया छन् खाइया छन् बसिया छन् पहिला यसो टिचर बनिन्थ्यो त्यो उता कोही सुत्देर फिल्म हेरेका छन् के गर्नु ठिकै छ उता आउँदैछ मान्छे आयो हाम्रो दोस्रो सिक्स प्याड देखाउनेर आमामा क्याबको उनलाई चाहिँ कहाँ एउटा खोजिदिनु मलाई नि खोजिदिनु है खोजिदिनु भने अहिले छोरीमा तरुण खोजिदिनु आइने चाहिँ हिँड्दाखेरि खत्तम होइन अझै चिने होला भिडियो बनायो भने चाहिँ भाइरल हुनसक्छ भन्छ नै म चाहिँ अब के हुन सक्दिनँ ल कमेन्ट गर्न ट्याक्क परेर यहाँ मिक्सर आउँदैछ भिडियो बनाइरहेको छु मैले धेरै लामो त मजा हुन्छ नि छोटो त कहाँ हुन्छ नि आज के लिए फिलहाल इतना ही। आपकी तरह मैं भी मायूस हूँ लेकिन